मैले देख्दाखेरि 7 सिट जति ल्याउला कि जस्तो लागेको छ। कति भन्नुभयो 7 जम्मा? थोरै भयो 7 भने 1 2 3 4 5 औला सिद्धि 6 7 दुईटा थप्नुपर्छ 11 कम त भएन नि त। 1 2 3 4 5 औलै सक्यो 6 7 भन्नुभएको थियो आरएसपी को लास्टमा तपाईँकै 1 2 3 4 5 6 7 त तपाईँकै आयो त के भन्न चाहनुहुन्छ? तिमीहरू बेडाहरूले अझै पनि मेरो कुरो बुझेकै रहेछौ। यस्तो गफ त मैले जबडादेखि दिन थालेको त। अझै पनि तिमीहरू मेरो मैले आरएसपीको भनेको त्यो त मेरो लागि भनेको हो नि, आरएसपीको होइन नि। तिमीहरू भेडा भनेर यसै भनेको होइन नि मैले। त्यो तपाईँले आफूलाई भन्नुभएको होइन अरे, तपाईँको मुख चिप्ल्याएको थियो त्यसो भए होइन? मैले भन्न चाहिँ एमालेको भन्न खोजेको हो कि, तर झुक्केर आरएसपी भनेछु नि त। मेरो महेश छोराले पनि नभन भनेको थियो। धेरै गफ नहान्नु, तपाईँले आरएसपीको यति आउँछ भन्नुभएको थियो। कहिले जनताको मर्म बुझेर, कहिले जनताले के चाहिरहेको छ भन्ने बुझेर, कहिले जनताको भावना बुझेको भए पो तपाईँलाई थाहा हुन्थ्यो कि अहिले जनताको क्रेज के छ, जनताले घन्टीलाई कति सपोर्ट गरेर तब पो देख्नुहुन्थ्यो तपाईँले। तपाईँ त आफ्नै बबलमा बसिरहनु भएको छ जहाँ चाहिँ तपाईँको अलिअलि 100 जति झोलेहरू वरिपरि छ अनि उनीहरूले तपाईँलाई राजा बनाएर राखेको छन्। तपाईँले कहाँ देख्नुहुन्थ्यो त जनताले के चाहिरहेको छ भनेर? गएर हामी जनताको भावना बुझ्ने, भावनाको बारेमा बुझेर उनीहरूको इच्छा पुरा गर्ने मान्छे होइन त। हामी त जनताको भावना छ खेल्ने मान्छे हो। अहिलेलाई यति बुझिरहेको जनताको भावना बुझेको भए त अहिले यो हालत हुन्थ्यो मेरो, हुन्थेन नि। त्यो त मैले पनि बुझेछु नानी। त्यही त भावना बुझ्नु भएन, त्यही भएर तपाईँले देख्नु भएन कि घन्टीको कति क्रेज थियो। तपाईँले यो पहिल्यै प्रेडिक्ट गर्न सक्नुहुन्थ्यो, 7 सिट मेरै आउँछ भन्न सक्नुहुन्थ्यो पहिला। म जनताको भावना सावना केही पनि बुझ्दिनँ। म आफ्नो मनले जे भन्छ त्यो गर्ने मान्छे हो। अनि तपाईँको मनले गरेर त तपाईँ त हार्नु भयो त नि, तपाईँ त जानुभयो। अनि म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु। तपाईँले जन्मेदेखि त्यही एउटा राजनीति गर्नुभएको, पढ्नु पनि भएको छैन होइन, तपाईँसँग अरू के स्किल छ मलाई थाहा छैन। सो अब तपाईँ के गर्नुहुन्छ त? बाख्रा बाख्रा चलाउनुहुन्छ कि अब केही गाई पालेर बस्नुहुन्छ? तपाईँ अब के गर्नुहुन्छ त लाइफमा? यो बाख्रा चढ्ने काम चाहिँ मेरो होइन। यो चाहिँ हाम्रो अर्को एउटा पार्टीको सभापति हुनुहुन्छ नि, भक्क ढलेको रुखको हो, उहाँको हो। अब मैले चाहिँ खासै केही गर्नु पर्दैन। मैले चाहिँ अब तपाईँको 7 पुस्तालाई पुग्ने चाहिँ मेरो स्विस ब्याङ्कमा छ। खासै मैले केही गर्नु पर्दैन। भनेपछि तपाईँ 7 पुस्तालाई पुग्ने सम्पत्ति तपाईँसँग छ, तपाईँ केही पनि गर्नुहुन्न अब? माई गॉड, म केही पनि गर्नु पर्दैन। नपुग्ने सम्पत्ति भएको भए मेरो 2टा किडनी कसरी फेर्थ्यो त? होइन कि तपाईँ त्यत्रो सम्पत्ति गर्नु चाहिँ के हुन्छ? तपाईँको अलरेडी किडनी फेल भइसक्यो, तपाईँको एज पनि त्यति बुढो भइसक्यो, अब तपाईँको धेरै वर्ष छैन। तपाईँ त्यो सम्पत्ति बरु सिधै ल्याएर नेपालको गभर्मेन्टलाई दान दिनु गे। मेरो त्यसरी दान दियो भने त मलाई पनि लर दान दाबिहाल्छ नि फेरि। यो पनि गर्नुहुन्छ। मेरा एउटा परम मित्र हुनुहुन्थ्यो नि, शेरबहादुर, उहाँको पनि त्यस्तै हालत भयो। उहाँले पनि खानुसम्म खानुभयो अरे। पैसा चाहिँ पुरै अन्डरग्राउन्ड थियो अरे, उहाँले खानुभयो अरे। कहाँ अन्डरग्राउन्ड हुने? उहाँ जेन्जी आन्दोलनमा त्यो घर जलाउँदा सब पैसा जलेको होइन, घरभरि लुगाएर राखेको। जेन्जी आन्दोलनको बारेमा चाहिँ केही पनि थाहा छैन। ओ, किनकि म त त्यो बेला आकाशमा थिएँ। तपाईँ हेलिकप्टरमा उड्दै हुनु? मैले त्यो बेलामा त म आकाशतिर उड्दै थिएँ कि मेरो परम मित्रले चाहिँ खानुसम्म खानुभएछ। बडो विडम्बनाको कुरो हो। तपाईँ यसरी हाँसी मजाक नगर्नुहोस्। धन्न तपाईँलाई खानु भएन, त्यो बेला खानु भएको भए तपाईँको जान्थ्यो। होइन, मैले त के खानु, किडनी मात्र होइन तपाईँको सास मलाई त मेरो भरौटे, मेरो एउटा छ नि भोगटे, मेरो भोगटेले रोकिहाल्छ नि।
मेरो मेरो छोरो भनौँ कि जे भनौँ मेरो एउटा भोगटे छ भोगटेले रोक्छ होइन सेरेले खाएर त केही थिएन कि भोगटेको नि उत्तान टाङ लागिसक्यो अब के पनि मैले अब त हामी सबै उतारो टाग्यौँ नि तैपनि मैले मेरो भोगटेलाई नआत्ती बाबु मैले छु गरेको छु तँलाई म गुन्डुमा अर्को एउटा घर पनि बनाइदिउँला भनेको